हेलो साथीहरू नमस्ते। आज चाहिँ छुट्टी थियो होइन, सर्दी पनि लागिरहेको छ। छुट्टी थियो, छुट्टीमा यसो न आज अब यो देसी चिकन बनाएर खाउँ भनेर देसी काटेर ल्याएको छु होइन। यो देख्न सक्नुहुन्छ, यो देसी हो नि, ठुल्ठुला पिस बनाएर ल्याएको छु होइन। देसी देसी चिकन हो यो चाहिँ। यहाँ रुममै ल्याएर बनाउने भनेको हो, अलिक समय धेरै लाग्ने भएर। आफ्नो पनि अलिक तबियत ठिक छैन होइन, पुरै सर्दी लागिरहेछ साथीहरू। त्यही भएर चाहिँ म अब यो बनाउन गइरहेको छु होइन। बनाएर त खानु पर्यो, सर्दी लाग्यो भने अब के गर्ने। अब आफै बनाएर खानु पर्दछ साथीहरू। हेर तपाईँ बड्डी बनाइकन दिने छैन, बड्डी बनाइकन दिने छैन। अब बनाउनु पर्ने हाबी हो। अब मैले चाहिँ यो कराई बिसालिसकेपछि न, अब म यसमा तेल हाल्छु। यो चिकन थोरै थोरै हाल, धेरै मसला ठिक हुँदैन, अलिक ठिकै न। तेलले म अब यो तेल हाल्दैछु साथीहरू होइन। यो चाहिँ तेल हालिसकेँ मैले। अब यता चाहिँ यो रेडी छ, टमाटर, प्याज, अदरक, लसुन हजुर। त्यसमा हाल पानी हाल अलिक पानी हाल्नु पर्यो। अब म बनाउन गइरहेको छु साथीहरू होइन। भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला, धेरै मेहनत लगाएर बनाएको छु आज भिडियो होइन। सर्दी लागेको छ, सर्दी लागेको अवस्थामा पनि तपाईँहरूमा यता यो भात पाक्दैछ। भातसँग खाने हो, झोल बनाएर झोल लगाएर यसो भातसँग खाने हो साथीहरू होइन। जिराले अब यो जिरा हाले यसमा अहिले यो अब 2-3वटा खुर्सानी होइन, 3वटा खुर्सानी हालेँ मैले सुक्खा। अनि त्यसभन्दा पछि यो अर्ग्यानिक ओक्लो हो, ओक्लो। यसमा चाहिँ मसला, यसमा लसुनलाई कच्चा बनाएर हाल्यो भनेपछि न ठिक हुन्छ होइन। यसमा चाहिँ म यो लसुन अनि त्यसलाई हालेँ। त्यसभन्दा पछि चाहिँ अदरक होइन, त्योभन्दा पछि कान्दा हाल्यो होइन। त्यसभन्दा पछि कान्दा हालेँ। कर्ची लिन, कर्ची। अब यसलाई कमसेकम 5 देखि 10 मिनटसम्म त्यसलाई भुल्नु पर्यो। 5 देखि 10 मिनटसम्म। यता भात पनि पाक्दैछ साथीहरू होइन। यता भात पाक्दैछ। जिरा हल्का त्यसै निकालिकन राख्छु टाइम।
हमेसा म कडी पत्ता बसिहाल्छु साथीहरु हैन यो कडी पत्ता अलि जल्छ भनेर कडी पत्ता अनि खडा मसला त्यो हालिसके अब खोर्सानी यो उब्जनी चाहिँदैन केटाकेटीको लफडा भन्न छ साथीहरु देले दे यहाँ देखाउँदै दे यहाँ देखाउँदै यिनीहरु साथीहरु अहिले ल्याएका गुडिया अहिले ल्याएका गुडिया यी कपडा खोलेर खल्याङ खुलुङ बनाएर यही हेर्न सक्नुहुन्छ हैन यो के भन्ने बच्चाहरुको यो टिपे यो पनि अहिले अझ 300 रुपैयाँ भन्न लागेको छ 250 रुपैयाँ 250 रुपैयाँको गुडिया के भन्ने साथीहरु बच्चाहरुलाई पाल्न अलि हुर्काउन अलि गाह्रो छ बच्चाहरुलाई हुर्काउन अलि गाह्रो छ साथीहरु के गर्ने यस्तै छ त्यहीको गुडियाको खर्च साथीहरु यही गयो एउटाको मोबाइलको खर्च अहिले यो भक्करै यो मोबाइल यो ज्याक चेन्ज गरेर यो चार्जर चेन्ज गरेर अझ ल्याएर आएको छु अब कहिदिनी फेरि अझ कहिदिनी खराब हुने हो थाहा छैन आँखा लसुन यो देख्न सक्नुहुन्छ हैन यो आँखा लसुन पुरै आँखा लसुन हो यो पनि यसैमा जान्छ यस्तै यसलाई राम्रोसँग यसरी यसलाई अब राम्रोसँग भुनेर हैन फेरि म टमाटर हाल्छु त्यसपछि अरु सबै हाल्यो न यसमा जिरा पनि हाल्यो भने त्यतिकै हैन यस्तो छ ढक्कन नभएर पुरै पसिना आइसके मसला एकदम राम्रोसँग भुटिसक्यो यो चाहिँ अब मसला भुटिसक्यो अब यसमा चाहिँ म अब चिकन राख्दिन्छु हैन यसमा चाहिँ चिकन राख्दैछु यो देख्न सक्नुहुन्छ यो चिकनको हैन ठुल्ठुलो पिस छ हैन यो ठुल्ठुलो पिस छन् चिकनको हैन एकदमै ठुल्ठुलो पिस छन् चिकनको हैन देशी चिकन देशी ल यो चाहिँ देशी चिकन हो यो चाहिँ देशी चिकन हो साथीहरु हैन पुरै सर्देशी बोलाउने यसलाई हेरको बाहिर एकदमै झिजो छ साथीहरु के भन्ने बच्चाहरु छन् हैन पल्ला पल्ला रुमको बच्चाहरु छन् अब के गर्ने गाह्रो छ ल साथीहरु यसलाई एकदम यो आजको रेसिपी भनेको देशी चिकनको रेसिपी हो यो चाहिँ हैन देशी चिकनको रेसिपी गर्न लाग्यो यसलाई पनि राम्रोसँग यो गरेर तेलमा यो फ्राई भइसक्यो हैन फ्राई भइसक्यो अब चाहिँ यसमा त्यसपछिको रेसिपी तपाईहरुलाई देखाउँछु है त
यहीँ अरू अरू यसरी सुतिहाल्नु अझै यसरी सुत्नु हुने अद्धलाई अब यहाँ यसरी सुतिहाल्नु ल त साथीहरू अब चाहिँ खाना बनिँदै छ होइन अब पुरै सर्दी ल लास्टै छ होइन ल साथीहरू अब एकचोटि फेरि अडाल्छु म एकचोटि फेरि अडाल्छु देख्न सक्नुहुन्छ होइन वा वा अब केही समय लाग्छ होइन अलिकति समय लाग्छ अब धेरै उ गरेर भएन होइन केही समय अझै लाग्छ अझै कुर्नु होला अझै पाकिसकेको छैन होइन यसलाई अलि अझै पकाउनुपर्छ है त यो चाहिँ बनियो होइन बनिसक्यो चिकन चाहिँ बनिसक्यो यो फाइनली बनियो यो एकदमै बबाल बनिएको छ देख्न सक्नुहुन्छ होइन एकदमै बबाल बनिएको छ यो एकदम बबाल बनिएको छ अब हामी खाँदैछौँ पानी यो बोतलमा पनि सारा उधिबस जो झिगो क्या भुजियो नहीं क्या लपटली यसो बस यसो हब्रे देखेला दुई लेग पिस है दुमै छोड़ नहीं खा तभी खा एक लेग पिस है पनि दियो नामको छोड़ लसुन को खाने लसुन छोड़ आया थे छोड़ जीरो चाहिए भी लसुन तो खाने लौट साथीहरू मैले खाइकन त्यसको भन्दा पछि लौट भन्दा तो बटकोटे गुड़के